यहाँदेखि चाहिँ सुरु हुन्छ हाम्रो श्रम संस्कृति पार्क है यो चाहिँ पुल हो जब चाहिँ यी खासै भने यही पार्किङ हो यो चाहिँ पार्किङ यो चाहिँ पार्किङ अनि यहाँबाट छिरिन्छ टिकट काउन्टर यहाँ छ टिकट यहाँ लिएर हामी भित्र आउनु न पहिला त टिकट लिनु पर्यो नि होइन कतिजना छौँ हामी 9 जना पुलबाट फर्किने पऱ्यो हजुर त्यस्तो गर्दा पनि हुन्छ अनि यो छ नि पाइप मलाई लाग्छ यो पाइप पनि उता धरानलाई नै हो नि पानी खाने पानी नै होला सायद खाने पानी फोहोर चाहिँ भुइँमा नफाल्नु भन्नु सबैजनालाई है अब यहाँ आइसकेपछि त हामीले त्यो रुल पालना गर्नु परिहाल्यो नि नाला त ठुलो छ यतिको है यसो त अनि कति यस्तो ठुलो नै आरोले काटेर कति काट्दो छ ठाउँमा जङ्गल ल मलाई पनि भोक र तिर्खा लाग्छ तपाईहरूलाई जस्तै पी देवान भनेपछि प्रमोद देवान यताबाट जाउँ न आउनुहोस् है सबै मजाले रोपेर राखेको छ अहिले पनि श्रमदान हुँदै रहेछ मैले देखिरहेको छु यता यहाँभित्र गिटी कुटी राखेको रहेछ नमस्ते यो यताबाट आउँछ क्या ए यहाँ रहेछ माछा यहाँ छ माछा नै है कुन माछा रहेछ यो हाम्रो बाबा त नआउनु भयो हुने रहेछ नि त मात्रै हेरेको पहिला तपाईँ त नआउनु भयो हुने रहेछ त यहाँ माछा छ त्यहाँ फल्ना छ त्यहाँ ढिस्का छ होइन सबै भिडियोमा मैले हेरिरहेको छु नि यहाँ माछा छ भनेर अब यहाँ मलाई थाहा थियो यो बनाउने बेलामा पनि मैले त सबै सुरुदेखि नै हेरेको नि भनेपछि यो छाँगो रहेछ है यहाँबाट पानी हालेको ए छाँगो माछा त ठुल्ठुलो रहेछ यताबाट पनि माछा रहेछ है रमाइलो बादाम खाँदै यता हेर्नु न सिनरिज अन्त यो मजाले खिच्नु न यो त एकचोटि यहाँ भलबादी आएर यो सबै बगाएको यो त्यसैले यो हालेको पछि हालेको एकैचोटि अचानक है भलबादी आएर यो सबै लगाएको थियो नि त मैले हेरेको थिएँ त्यो जाउँ अब
परिवर्तनको साथसाथै नगरपालिका ठुलो टेवा पुगेको छ कि यहाँ चाहिँ अब अस्ति 1 वर्षमा झन्डै कति 59 लाख 60 लाख कति ल्याम्ची त कति चौताराहरू Unit. Hello. Oi. Lalo. Kita kong tum ka sila. Lalo. Okay lah. Okay lah. हजुर के भन्नु भयो होला के अरे विद्युत निकाल्ने पाइप रहेछ यो विद्युत होइन यो पानी खाने न होला त्यही होला जस्तो लाग्छ मलाई ठुलो है ठुलो रहेछ काम अझै भइरहेछ अनि यो ढुङ्गा चाहिँ फोड्न सकेन कि है गरेकै हो काम पनि धमाधम हुँदो रहेछ माथि धरान पहिला यहाँ दुबो पनि धरान दुबो पनि पहिला दुबो रोपेको अनि दुबो चाहिँ सबैले मान्छेले फुल्केको हुनाले त्यहाँ मात्रै दुबो हजुर 1 महिनासम्म प्रवेश ल जम्ने हो यहाँ रहेछ सबै फोटो त ए आउनुहोस् है साइलो चाहिँ यही हो नि धरान
साम्पाङको चाहिँ गीतहरू गुन्जिने हो। धरती भन्ने हजुर हाम्रो धरती हाम्रो कुन्जी हाम्रो धरती हाम्रै परिवेश डेन्जर निस्केर त्यहाँ पेट्रोल हुन्छ त्यहाँबाट उता जान्छ उताबाट ट्याङ्कीमा पस्छ जम्मा 3 लाख 3,32,000 लिटरको यो ट्याङ्की है कति गएर यो बनाउँदाखेरि हामीले हेरेको नि युट्युबमा त के गर्ने आज सबभन्दा मेन यहाँ चाहिँ नि एउटा टेकबहादुर गुरुङ कि के भन्ने उसले चाहिँ सिमरायो खेती गर्थे यहाँ सिमसार अनि उसलाई उठाएर अहिले यो हेर्ने चाहिँ उही त्यही गुरुङ छ ऊ खुसी छ मेयरले कमसेकम अब उसले अहिले चाहिँ गरिराखेको काम र मेयरले जागिर दिएको छ ऊ धेरै खुसी छ धन्यवाद माइला त्यसरी बिचराले सर्दो खर्दो निशाने यो चाहिँ परेछ पाइप छ यो पेल्टिसेट यहाँ चाहिँ नि पेल्टिसेट बनाएको यो बिजुली निकालेको छ पहिला पेल्टिसेट यहाँबाट बत्ती निकाल्नु लगेको छ यो चाहिँ पहिला बत्ती कसरी निस्किन्छ भन्ने उदाहरण देखाउनको लागि यहाँबाट यो पानी पनि गइरहेछ यहाँबाट नै त्यो बत्ती पनि चलेको अहिले पनि चलिरहेको अन गरे भने अन गऱ्यो भने चल्छ यहाँ यसको खोलिदिन्छ भनेर त्यहाँ क्याप निकालेको यो पहिला बनाएको यो हो पेल्टिसेट अनि दोस्रोमा त्यो बनायो यो भिरहरू चाहिँ देखेको माइला भाइ अगाडि नै चलिरहनुहुन्छ हाम्रो खोइ ज्वाइँ कता जानु हामी भरे एकबार फर्किने होला नि माथिसम्म जाने ठाउँ होला नि छ साँगुरे गरी माथिसम्म छ ए आमा त उता परेछ आमा जस्तो त एउटा त्यहाँ पनि रहेछ लाइट हाल्ने होला उनीहरूले यता पहिरो नआओस् भनेर यो लगाएको हो त्यो पाइप चाहिँ यता बाटो लगेको भए चाहिँ हुन्छ यस्तो भिरपाख है पहिरो आएछ यस्तोमा पाइप तान्नु पर्ने पाइप तान्नु आऊ पाइप तान्नु आऊ यहाँ चाहिँ गुड गरेछ नि त है रहेछ बनाएर बिरुवा रोपेर पारी चाहिँ डेन्जर छ यो माटोको गौरव ओकेर आकाश छुन सकौँ कहिल्यै नझुक्ने स्वाभिमान भई संसार सामु म बाँचिरहँ देश सोच्न सकौँ म देश बोल्न सकौँ हल्का साम्पाङको उहाँको आह्वान बनाए केही सुनेको पानी त अलिक ठुलो ल्याएको रहेछ माथिबाट हेर्नु न चारैतिरबाट नि भाइ एक ठाउँ मात्र पनि होइन पाइप ठुलै छ त ठुलो छ नि टोचन लगाएर पुरै तानेको छ यहाँ यो पनि हेर्नु त हेरेको यो चाहिँ पो रहेछ त मैले त उता पुरै छ भन्छ ए माथि पुल जस्तो बनाएर ल्याएको रहेछ टोचन भन्छ टोचन है टोर्च टोचन टोचन है यो तारको तानेर त्यो माथि बाँधेको यो ठुलो पाइप भएको हुनाले वजन बढी भएर तलै पानी छ नि त पानीसँग चाहिँ तलै जाँदो रहेछ बाफ रे चल त बाफ रे ल यो त तल पो झरेछ ए यो सबै अस्तिको बारीले होला यो भित्र यसरी जानेछु पहिला उता हजुर धनकुटाबाट आउने बाटो चाहिँ यही बाटो हुँदै नुन तेलको लागि धरान आउँछ ए त्यही बाटो अलिक राम्रोसँग मर्मत गरेको छ एउटा नाले चाहिँ बाबु यो बाटो लुकाएर ल्याएको
त्यो चाहिँ ठुलो छ आउँदैछ नि के पानी आइरहेछ पानी आइरहेछ पानीको आवाज सुनिन्छ त्यहाँ चाहिँ बर्खामा मात्रै भनेपछि मङ्स चर्को खर्को छ आइरहेछ निसानेको चाहिँ अलि सुकिरहेछ खरेती लागेर पहिरो जान्छ भनेर पुरै बात लगाएर के चाहिँ गरेन सर गर्नुपर्ने सबै गरेको छ यतातिर पनि रोपाइ भइरहेको छ सबै रोपेकै होला यो रोपेकै सब पहिरो नजाओस् भनेर पहिरो बचाउनलाई ओ यहाँ केरा पनि रहेछ चराहरूको लागि होइन यहाँ लिल गीत सुन्नु पर्छ ए हो र यो चाहिँ गीत सुनोस् भनेर त्यो चाहिँ म्युजिक होइन ल फोटो सेसन सबैजना हेरौँ है हाँसौँ है अनि 3 वर्षमा यत्रो यत्रो बिरुवा बनाउनु भनेको त्यही त ठुल्ठुलै रोपेर पनि फलेर खाइसक्यो अरे नि त भयो है वर्षेनी फलेर वर्षेनी अब यहाँ फेरि बर्खामा पुरै फुल रोप्छ वरिपरि पुरै फुल हुन्छ ए यो केरा त अब वर्षेनी खाने प्रत्येक वर्ष पाइने भयो नि हो नि किन्नु परेन खोर्सानी बजारभरि अम्बाहरू यता फलिराखेको देखेको थियो कता 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 है सिजन अफ भयो केरा केराको एउटा बुङ्गाहरू छ बुङ्गा त भन्छ है हो घारी तल पनि घारी बुङ्गा त मुनिको ए बुङ्गा चाहिँ ए ल के छ ऊ त्यहाँसम्म सिंह दिदी त्यहाँसम्म जाउँ न के छैन यो त तेजपत्तै हो कि होइन म टेस्ट गर्छु ल यो त यो पनि रोपेकै हो ऊ हो तेजपत्ता हो तेजपत्ता त सानो हुन्छ तेजपत्ता होइन तेजपत्ता पो तेजपत्ता हो तेजपत्ता अर्कै हुन्छ अस्ति मैले ल्याएँ नि हाम्रो घरमा चौडै हुँदैन सबै तेजपत्ता ए बिर्मे ओहो लेपर्ड नानीले पनि खुब स्याहार गर्नुभएको गरे बापत उहाँलाई यसो घरैबाट चाहिँ पर्दैन र पनि आफ्नै काम जस्तो गरेर खग्रा छु त्यहाँ खग्रा एसडिएस रक गार्डन ल यहाँबाट जाँदा पनि केही भएन है पाइपलाई हो नि तर यसमा त पानी छैन कि अहिले अहिले त ड्राई भयो छैन
यहाँको पानी तान्ने उ जस्तो छ बन्द बुच्चिएछ त्यही सेजो खिचे माग्ने त हमेशा गजब बताए अनुमति बिना प्रवेश निषेध छ अनुमति बिना प्रवेश हे